आज चाहिँ हामीले बजेकोमा मासु बनाएर खाएको। हेलो एभ्रिवान, सबैलाई वेलकम छ आजको मेरो मिनी भ्लगमा। बुढाबुढी चाहिँ नास्ता लगाएर बजेको घरतिर गएको। बजेलाई भनेको थिएँ नि त मैले अघिल्लो दिनै बजे नास्ता नबनाउनु म बनाएर ल्याउँछु भनेर। मैले चाहिँ रोटी हालेर लगेको अनि बजेकोमा गोपी थियो त्यही भुटेर हामीले त्यसै त खायौँ। अनि खासमा त हामीहरू मुसुरो उकाउन गएको के मुसुरो बजिसक्नुहुन्न नि त। अनि दिदी पनि आउनु भयो। अनि दिदी म लागेर उकाइसकेपछि अनि चाहिँ हामी चाहिँ खाना बनाउन लाग्यौँ है। मैले चाहिँ भात बनाएको अनि मैले मसला पिस्थेँ अनि दिदी चाहिँ मासु बनाउन लाग्नु भएको के। अनि हाम्रो बजे चाहिँ यस्तै काम गरेको बेला अनि जे भन्नु त्यही खिलाउनुहुन्छ के मासु। हामीले नभन्दा अगाडि नै बजेले आतुर हुन्छ के खिलाउने भनेर। अनि कहिले चाउबिन कहिले मासु खिलाइहाल्नुहुन्छ क्या। अनि सबैजना आज खाना त्यही खाने हो नि त। अनि बजेले चाहिँ मासु ल्याउन पठाउनु भएको रहेछ बुढालाई। हाम्रो चाहिँ मासु पाकिसकेपछि दिदीले मासु हालिदिनु सबैलाई बटुकोमा। अनि मैले चाहिँ भात हालिदिएँ। भात हालिदिइसकेपछि हामी चाहिँ बाहिर खटिया गुन्द्री लिएर बसेर खायौँ। अनि वरिपरि रुख्छ नि त आजभोलि घाम भइरहेको एकदम। अनि त्यही भएर बाहिर आएर खाएको क्या। हामीले पालकीमा चाहिँ टिन छ नि त हाम्रो, कस्तो घाम हुन्छ आजभोलि। अनि बाहिर पनि शीतल पनि हुन्छ। अनि आजको लागि यति नै, बाई। अर्को भिडियोमा भेटौँला। सबैले लाइक कमेन्ट गरिदिनु होला।